हेलो गाइस, आज चाहिँ म तीजको दरखानी स्पेसल लुकमा छु। अनि आज मैले लगाएको छु मेरो मम्मीले पठाइदिनु भएको, माया गरेर पठाइदिनु भएको कुर्ता सुरुवाल अनि चुरा। त्यसपछि छ यो पनि मम्मीले पठाइदिनु भएको फुल टाउकोमा लगाउने। एकदम के यो चुरा सिन्दुर पोते लगाउँदाखेरि चाहिँ आफूलाई एकदम राम्रो फिल लाग्छ। अनि त्यसपछि आज चाहिँ हाम्रो फ्यामिली जाँदैछौँ दरखाना। स्पेसल म जाँदैछु दरखाना र मैले साथसाथमा लाँदैछु मेरो फ्यामिलीलाई। मेरो छोरी यता छिन्, मेरो छोरीको बाबा यता हुनुहुन्छ। हेलो मेरो छोरीले कति प्रिटी ड्रेस लगाइछिन्। हाय बाबा, हाय। कति प्रिटी ड्रेस लगाएको, कति प्रिटी ड्रेस हो के। शारदा आन्टुलाई थ्याङ्क यू छोरीलाई यस्तो राम्रो गिफ्ट दिएकोमा। कति प्रिटी छ यो फ्रक। अनि यो पनि शारदाले ल्याइदिएको नेपालबाट पोते मलाई गिफ्ट। थ्याङ्क यू शारदा। हाय बेबी, हाय बेबी, लेट्स गो। लेट्स गो। स्टे ट्युन गाइज। आज चाहिँ मैले मेरो मेकअप यस्तो गरेछु। मलाई चाहिँ एकदम ठुलो टिका लगाएको मनपर्छ। मेरो चाहिँ यहाँ कोठी छ अनि तर खासै टिका लाग्यो सुहाउँछ जस्तो चाहिँ लाग्दैन मलाई। त्यही पनि चुरा पोते कुर्ता सुरुवाल। साउन महिना छ त्यही भएर हरियो लगाएँ मैले। तीजको दरखाना रातो छाना त थियो त्यही पनि हरियो लगाएँ। यो मलाई फिट भयो। स्टे ट्युन गाइज। अब चाहिँ हामी सरररररर जाँदैछौँ। अयो म त आज आफूले आफूलाई हेरै छु साह्रै राम्री देखेर भनेर के प्रिन्सेस। अरू कुरा त ठिकै हो, यो ज्यान चाहिँ कसरी घटाउने हो मलाई चाहिँ घट्न छ। साथीहरू मलाई चाहिँ सजेसन दिनु त कसरी म घट्न सक्छु, मलाई मोटिभेसन गर्नुहोस् त। म एनी हाउ घटाउन परेछ मेरो शरीर। एउटा कपडा मिल्दैन पहिलाको। आन्टीहरूलाई पिकअप गर्छौँ अनि हामी जान्छौँ। आन्टीहरू रेडी हुनुभयो कि भएको छैन त्यो चाहिँ थाहा छैन। भयो आउनु यति त भन्नुभयो, अब थाहा छैन। मेरो छोरी यहाँ हात खाएर बसी छिन्। किन हो र बाबा औँला खाने हेर त। ओ माई गड कति मिठो छ क्या त्यो औँला, साह्रै मिठो छ बाबा। घाम पर्यो नि त मेरो छोरुलाई घाम पर्यो। सुनेको त छैन मैले चाहिँ कता कता टिकटकमा हो कि केमा देखेको थिएँ। मलाई चाहिँ एकदम मन पऱ्यो। अहिलेकोमा चाहिँ तीजको गीतमा सुनेको नयाँमा चाहिँ यसो सुनेको भन्दा पनि अरू गीतहरू त मैले खासै सुनेको छैन नयाँ। त्यही हो मैले सुनेको। त्यसमा चाहिँ मलाई गीत एकदम मन परेको छ। एलिना चौहानले गाएको हो क्या हो। राम्रो छ यो गीत चाहिँ जस्तो फिल भयो। मैले हेरेको त छैन फुल भिडियो, हेर्न मन लाग्छ। अब हेर्नको लागि दिन अब बिस्तारै तीज आउँदैछ। यहाँ त्यही त हो नि विकेन्डमा जम्मा भयो। विकेन्डमा अनि बेला भयो।
अनि यसो रमाइलो गऱ्यो यस्तै छ जम्मा हुने रमाइलो गर्ने मेरो छोरी बसी छिन् आनन्दले अनि के अरे बुवाले आज के अरे बुवाले त्यसो भन्नुभएको के ए दशरथ जस्तै छ छोरी त गोरी अरे अनि मम्मीले चाहिँ के अरे अन्जना जस्तै अन्जना नि गोरी नै त छ भन्नुभएको अनि बुवाले यसो भन्नुभएको बुवाले के दलेर हो के लाएर हो गोरी भयो कि दशरथ जति गोरी चाहिँ छैन अरे कि बुवाले मलाई त हाँसो लाएर हो बुवाकै छोरा गोरो हुनुहुन्छ अनि छोरी पनि दशरथ जस्तै गोरी छ अरे कि आज चाहिँ हामीलाई दिदीले दर पार्टी खुवाउन बोलाउनु भएको छ अब धेरै छैन अब साउन्ड 15 मनाएको होइन साउन्ड 15 भन्दा 30 बाँकी हुन्छ यही हो 30 ल बाटी हुनु भयो रहेछ म चाहिँ लाटी भइरहनु त यो त के चट्नी त्यो पानी छोड्छ अनि भाइले त माथिको मान्छे देखेन अनि ल नयाँ मान्छे भएर होला नि त ल किन हेर नि त हेर हेलो हेलो मजाको कि उसलाई नि उसमा हालिदिनु नि त ऊ ल्याएर के सर राखिदिनु त यो ट्याक्स क्रेडिट 30% चाहिँ लिज गर्ने कम्पनीलाई चाहिँ दिनु रहेछ इन्डिभिजुअल हामी जस्तो पाएर चाहिँ नदिँदैछ कि हताएको चाहिँ त्यो रहेछ आवाज छिर्छ नि झन् वर्कर आउँछ यहाँले के गर्यो भन्दा कम्पनी आवाज छिर्थ्यो नि त्यहाँबाट लिजमा उताबाट के अनि तुरुन्तै उसले 30% पाउनु ल भन्नु हामी के गइरहेका छौँ हामीले चाहिँ यहाँ अप एन्ड डाउन अप गर्ने एन्ड डाउन भयो नि त 1 2 3 अप एन्ड डाउन अब सबैले अप गर्यो भने चाहिँ खान पाएन अब एकजनाले मात्र अब तल डाउन गर्यो अडले मात्र खान पायो होइन ल हामी चाहिँ चिकन बार्बिक्यू वाटरमेलन एकदम गर्मी छ अनि स्यालेड पनि छ अनि यो चाहिँ पोर्क
पास्ता एकदमै होममेड पास्ता सबै वाउ छ खानेकुराहरू यसलाई भन्छ मुस्ताङ आलु कक्के अनि त्यसपछि सोडा सोडा अब चाहिँ हामीसँग हुनुहुन्छ यहाँ खेलाडीहरू दिदीहरू यता दिदी हुनुहुन्छ यता आन्टी टिकटकमा देख्नुभयो उहाँ पनि चाहिँ पोर्ट जेफरसन स्टेसनबाट सेल्डन आउनु भएको गेम खेल्नलाई ए खेलाउने मान्छे अनि उहाँ चाहिँ न्युयोर्क सिटीदेखि आउनुभएको लङ आइल्यान्डमा अनि यहाँ धेरै हुनुहुन्छ कोही उता न्युयोर्क सिटीदेखि आउनुभएको यता पुल पार्टी पनि भइरहेको बार्बिक्यू यता सानो बच्चाहरू पुल खेल्दै सानो बच्चाहरू खेल्दैछन् पुलमा ऊ अनि स्विमिङ गर्ने स्टाइल यता आउनु म भन्छु हेर्नु त स्विमिङ गर्ने स्टाइल त्यो सानो बेबीले भ्याकुते स्टाइलमा हेर्नुहोस् अमेरिकामा आज के भइरहेछ टाइटल त्यस्तो हाल्नु के यहाँ बार्बिक्यू हुँदैछ ल यस्तो के ट्राई गर्ने ल है त ट्राई ल हेर्नु ल 1 2 3 गो भने कसैले माथि कसैले तल गर्ने कसको डिफरेन्ट हुन्छ नाइ त्यहाँ 1 2 3 4 5 10 गरेर आउने क्या भाग्ने अनि 10 गरेर आउने त्यो फुलको बोटमा पुग्नु पर्छ फुलको बोटमा टेक्न चाहिँ पाइदैन नभाच्नु ल है त त्यो जरिवाना लाग्छ कहाँ जानुभयो यति हामी नखेल्ने हजुरले ए दर्शक हो ल सबिना खेल्दैन जुम तान्ने चाहिँ कसरी के पर्दैन यसलाई यस्तो गर्नु भयो भने यो यसले जुम हुन्छ है तर यसले चाहिँ यो चाहिँ यो यता दायाँ बायाँ यसरी आफै हुन्छ तर यत्तिकै राखिदिनु भयो ल यतिकै म मिलाएर राखिदिन्छु नि त ल हेलो नमस्ते स्वागत छ यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा फुड च्यालेन्जिङ गेममा हामीसँग चाहिँ छ आलु मुस्ताङ्गे आलु अनि पास्ता अनि पोर्क बार्बिक्यू अनि सलाद अनि त्यसपछि चिकन बार्बिक्यू छ यो सबै बनाउनु भयो बबिता दिदीले अनि दिदीहरू सबैजना मिलेर र हामी चाहिँ गेम स्टार्ट गर्न गइरहेका छौँ सबैजनाले हेरेर माया गरिदिनु गेममा चाहिँ यस्तो हुन्छ 1 2 3 गर्ने 1 2 3 भनेपछि कसैले डाउन कसैले अप गर्ने हामी यति नै खेल्छौँ डाउन नि त जसको अड हुन्छ त्यसले खाना पाउँदैन 1 2 3 गरेपछि यस्तो जस्तो भयो हाम्रोमा एकजना कन्टेस्टेन्ट आउँदै हुनुहुन्छ हाई गर्नु उहाँहरू चाहिँ माउन्ट सनाईदेखि यहाँ आइल्यान्डमा यो गेम खेल्न आउनु टाढा माउन्ट सनाई धेरै टाढा टाढाबाट आउनुभयो बुझ्नु भयो गेमको उयो खेल्दा खेल्दै बुझिन्छ ल है त जसको अड हुन्छ त्यसले खाने अनि अरू त्यहाँ गएर 10 गरेर आउने है 1 2 3 गो दिले खाने छिटो छिटो हो के खाइसक्छु नि बेबीहरूलाई चाहिँ बेबी बुमर 1 2 3 गो होइन 1 2 3 गो 1 2 3 गो 1 2 3 गो 1 2 3 गो ल रे भाइ चम्चा ल्याइदिनु नि दुईटा एउटा हैन दुईटा ल्याइदिनु न चम्चा 1 2 3 गो
1 2 3 go 1 2 3 go 1 2 3 go 1 2 3 go होइन दुईजना भयो 1 2 3 go चम्चा चाहिँ त्यो राखिदिनु पाउँथ्यो एकचोटि खाना चम्चा यहाँ राखिदिएको छ तर चम्चा त भएन नि त फोर्क ल्याउनु त्यसलाई फोक चाहिन्छ नि त 1 2 3 go मैले हो होइन रहेछ 1 2 3 go ल भाउजू छिटो छिटो मजाले खाऊ चाँडो मासु मासु खाने हो मासु खाने हो नि त हो त्यो के खान्छ मासु चाहिँ अनि त्यो मासु चाहिँ भोलिलाई हो कि क्या हो त्यस्तै लाग्छ मलाई के भयो त्यो अलिक पाएको छैन कि 1 2 3 go अलिक चाँडो चाँडो है धेरै खाइन्छ यसले त 1 2 3 go 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 पाले पालो भयो क्या 1 2 3 go उहाँकै पालो सकिन छैन उहाँकै पालो हो आयो त लास्टै पिरो त त्यो मासु भोलि ला अरे यो सबै यो एकराम घुमेर आउनु पर्दो रहेछ भाइ होइन एउटा पनि खान्न यो स्विमिङ पुल घुमेर आउनु न ठिक्क हुन्छ 1 2 3 go 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 के हो यो माथिको माथि नै हुन्छ जस्तो हातै तलै नझारै माथिको माथि नै कम कम खाने कम कम खाने पोर्क पनि हालिदिइहाल्ने के हो यसरी चाहिँ हो क्या खाने यसरी खेल्ने हो नि त अनि म मजा आउँछ यसरी खेल्ने हो नि त अनि सुरु भोक लागेको बेला चाहिँ यसो गर्नुपर्ने रहेछ है अनि ठिक अहिले देख्नु राम्रो हो यसरी खेल्ने हो नि त गेम त होइन दुईजना 1 2 3 go 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 ल भाम अब चाहिँ माको भाल अलिक गम गम खाने हो नि त त्यसरी एउटा एउटा खाएर त मात्रै आउन नानी पार्नु है अघि चाहिँ राम्रो भएको थियो गेम है माइजीको स्टाइलले खुवाइ चाहिँ राम्रो छ क्या अहिलेकोमा एकदम ठिक थियो क्या एकदम राम्रो My division. 1 2 3 go 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 एकदम फास्ट फास्ट सबै खाने सबै अरू पनि भ्याउनु भ्याउनु एकचोटि खाना पाएन त त्यो खाना पाइन्छ पाइन्छ त राख्नु ए म त अलिक हामी लागि भाइ सोडा के ल इन्जोय गर्नुहोस् है थ्याङ्क यू बाई ल सरहरू है हामी लाग्यौँ है 1 2 3 go 1 2 3 go
1 2 3 go 1 2 3 go 1 2 3 go 1 2 माथि यस्तो गरे के गरेको होइन यही त हो नि यस्तो त अनि के त भइहाल्छ होइन 1 2 3 go 1 2 3 go ओ यहाँ अनलाइन नहेरिकन गऱ्यो भइरहेछ के 1 2 3 go 1 2 3 go 1 2 3 1 2 3 हैन हात यसो गर्नु के पहिला यो कसैको तल कसैको माथि 1 2 3 go एकैठाउँ जोडेर गरौँ न हात पहिला घुमा थाहा छ ल आइडिया यसरी खाने हो क्या गेम त यो पो हो त होइन खानेकुरा कसरी अनि यहाँ खिच्नेलाई नि मजा आउँछ क्या गेम पो यस्तो यस्तो हो नि अलिक मजा आउँछ उहाँले सिकाइरहनु भएको छ ल त्यो खाना पाइन्न किन नपाउनु त पाउनु पर्यो नि भयो त्यसो बोले खान्छ र होइन यहाँ राख्ने हो ग्लासमा पानीमा फेरि खानु पर्यो अहिले त्यही खाने आलु बल्ल मिठो लाग्यो ल बल्ल बल्ल पालाएको छ ल ल ल अलिक चाँचो खानु त्यो दिदीले त एकचोटि पाउनु भयो फेरि ल नन स्टप ल अलिक फास्ट 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 अब चाहिँ अगाउँदै खानु भयो चान्सै मिले छैन त उहाँले 1 2 3 go 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 यो एकचोटि समातिन ल म त्यहाँ काम खिचिरहनु भएको खिचिरहनु ल ठिकै छ सबैको के गर्नु 1 2 3 go 1 2 3 go 1 2 3 go ल अलिक एकदम फास्ट फास्ट हो त्यो हातले खाने हो खोइ अब हातले खाने हो क्या हातले मजा आउँछ क्या त्यो चम्चीले भन्दा 1 2 3 go म 1 2 3 go 1 2 3 go मैले होइन दुईजना छ ए हो 1 2 3 go म यो खाना दिन लाग्यो 10 मिनट भइसक्यो 10 मिनट भइसक्यो थाकेपछि 1 2 3 go नमस्ते 1 2 3 go 1 2 3 go हातले हातले ल केक पनि खानु न केक म त मुखमा त धेरै हाले खानै सक्दिनँ 1 2 3 4 5 के हो 5 1 2 3 4 5 अरे के हो 3 go 1 2 3 go होइन 1 2 3 4 5 मिलेन 1 2 3 मात्र होइन ल 1 2 3 होइन हो त होइन यता दुईजना हो खेल्नु न लु फेरि गरौँ न ल खाँदा नि हुन्छ यसो मुखमै नत्रेर 1 2 3 go रमाइलोको लागि हो 1 2 3 go ऊ दिदी हो ऊ अहिले चाहिँ ल ल बल्ल बल्ल माछाको पाला आएछ आरामले खानु पऱ्यो यहाँ सुरुमै पुरा पोरको जानु भएछ मेरो फेभरेट यो होइन भोले राम्रो ग्लासमा नै हुँदैन अनि त्यो गर्नु त ल ल 1 2 बस्नु है के अरे बिनु बस्नु है एकछिन 1 2 3 go अल्टर पर्नेलाई मात्रै कस्तो भन्नु सबैले जे गर्दैन एकजनाले गर्छ एकजनाको कि तल हुनु पर्यो कि माथि हुनु पर्यो सक्छ फेरि कोही दर्शन दर्शन गर्ने हैन गराउने हो अनि त्यो बिचमा गर्नुपऱ्यो फर्केर एकचोटि खाइहाल्यो मलाई त पुगिहाल्यो किन 15 का छैन गेममा बल्ल बल्ल एकचोटि बेला 1 2 3 go 1 2 3 go सबैले के नम्बर राख्नु
1 2 3 go ल फेरि पोर अब यही खाने म त्यही हो खाने त त्यही हो नि ग्राउन्डमा जस्तो खाने झ्याली हुन्छ चाहिँ युट्युब च्यानलमा हालेपछि त झ्याली भन्छन् हामीलाई किन क्यामेराले झुम गर्छ कि ल फेरि फेरि 1 2 3 go 1 2 3 go ल ठुलोमे ठुलो फोन आइरहेको छ तपाईँको कस्तो जीवनलाई फोन आउँदैन दादाको फोन उता दिनु न 3 go होइन दिदी पालो भइसक्यो जीवनलाई फोन आइरहेको कान्छालाई दिनु न 1 2 3 go 1 2 3 go अझै पनि खेल्नु न मिसिनु न केही हुन्न अँ ल दिदी थपिदिनु हुन्छ है हाम्रो यहाँ नयाँ कन्टेस्टेन्ट फेरि थपिनु भएको छ गर्ने चाहिँ के हो अरे गेम खेल्ने जसको अड हुन्छ त्यसले कम कम खाने अरू आइपुग्नुन्जेल खाएको खाइ गर्ने हो भर्खर आउनु भयो रहेछ रुचाउनु नबोलाइहरू के म त यो खानलाको मार्छ 1 2 3 go 1 2 3 go लु ए माइजू र दुईजना हुनुभएको 1 2 3 go 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 होइन दिदी के तल गरे 1 2 3 go मैले हो 1 2 3 go ओ उहाँले हो ल ए हेरेर बसेर कागो मान्छेको अर्को पारा उसको पाला अर्को हेरेर फर्किँदो रहेछ 1 2 3 go एकैचोटि पहिला हात राख्नु पर्दैन 1 go 1 2 3 go 1 2 3 go मी होइन होइन 1 2 3 go 1 2 3 go 1 2 3 go अहिले चाहिँ तपाईँ नै होला पोर्क पोर्क हानिदिनु भएको छ उहाँले ल युट्युबमा भाइरल होस् है गर्मी भयो त्यति दौडिँदा नि एक्सर्साइज नि हुन्छ नि त खाएको जति पछि 1 2 3 go 1 2 3 go ल दिदी ल खानु ल मजाले खानु 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 अर्को खाइहाल्नु मुखमा हालिहाल्नु यो भयो सिद्धियो खाइहाल्नु भयो नि अलिक त एउटा खाजा 1 2 3 go 1 2 3 go पसिनाले 1 2 3 go 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 क्वेसन त हात तल गरेर 1 2 3 go 1 2 3 go गर्ने पाइने भने आफैले 1 2 3 go ल मेरो पालो अनि हातै चल्दैन रहेछ कि त्यो उता बाँकी भएको नि खानु त खरबुजको बाँकी नै है त्यो ओल्लो चाहिँ हो तपाईँको प्रेसिङ नै छ त हौ किन त चपाउनै नसक्ने रहेछ ल 1 2 3 go 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 ल भाउजू तपाईँ तल भएपछि वा माथि
यत्रो छ फास्ट अलिक घटाइदिनु ल 1 2 3 गो ल मैले दिदी मैले 1 2 3 go 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 अहिले यहाँ हेर्नु हुँदो रहेछ के म माथि गर्छु म 1 2 3 go 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 सबैले डाउन आनन्द भयो के भयो खानु भयो कि छैन एकचोटि खानु 1 2 3 go 1 2 3 go भान्जालाई stop नजिकमा त सके छैन स्टप गरिदिनु Swing us. This is camera. You wanna see? Let's see. Hi, Bertha. How are you? Hi, Vandan. Hi, guys. Hi, guys. I love you guys. Cute बहिनी छ त्यहाँ माया गर्नु आको बेबी कसको बेबी हो यो बट्टाको हो ए उसलाई यो मेहन्दी लगाएर आइसकेछ त slowly okay slowly she gonna cry ल बाई सबिना दिदी बाई सानी ल दिदीहरू हामी गयौँ बाई 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 खै बबिता दिदी ल आन्टी गयौँ हामी ल बाई बाई बर्ता बर्ता बाई बाई ओ माई गॉड प्ले गर्ने भन न बहिनीलाई ल दिदीहरू गयौँ है त खै बबिता दिदी
ल बबिता दिदी गयौँ ल बाई दिदी नमस्ते नमस्ते दाइ एकचोटि खाएर जाऊ नाइ नखाने खाऊ न के पास्ता होइन भाइ त किन पो निस्केको के त को होइन छोरीले डुलाएको होला नि ए होइन गड्डी चाहिँ लाँदै गरिदिएको थिएँ ल सबैजनालाई बाई ल बाई सी यू ल अङ्कल ल गयौँ अब चाहिँ हामी घर फर्कियौँ घर जाँदैछौँ राति कति बज्यो 8 बज्यो है 8:30 भयो अब सकियो तिजको दरहानी भन्यौँ तर तिजमा के अरे नाच्न चाहिँ नाचेनौँ तिजको गीतमा होइन तिजको गीतमा नाचेनौँ हामी एकैछिन नाच्यौँ हामी नाच्यौँ भन्दा नि अरूहरू नाच्नु भयो म चाहिँ नाचिनँ मेरो छोरी त साह्रै ज्ञानी छ दिनभरि मान्छे है सुलुपक्क सुत्छे उठ्छे खान्छे फेरि खेल्छे उठ्छे सुत्छे माइ गॉड कति ज्ञानी छोरी हो साह्रै ज्ञानी छोरी छिन् हौ मेरो त बबिता दिदीलाई र दिनेश दाईलाई थ्याङ्क यू सो मच मिठो मिठो खुवाउनु भएकोमा एकछिन गेम पनि खेलियो रमाइलो भयो एभ्रिथिङ मिठो खानेकुरा थियो हामी चाहिँ अब घर आइपुग्यौँ है साथीहरू मेरो छोरी त कति ज्ञानी छिन् हेर न कति ज्ञानी भएर बस्छिन् विश्राम लिम फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला भन्दै हजुरसँग चाहिँ म बिदा चाहन्छु ल बेबी ओके गाइस सी यू इन नेक्स्ट भिडियो आजलाई यति नै ह्याप्पी तिज सबैलाई दर खानु होला मिठो मिठो भन्दै भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु हस्त नमस्कार बाई गाइज आज चाहिँ एकदम रमाइलो भयो है सर्ट एन्ड स्विट एकदम रमाइलो भयो सबैसँग भेटघाट भयो छोरीले नि इन्टरटेनमेन्ट गरी रमाई खेली आनन्दले बसी सुती ज्ञानी भएर अनि एकदम माने सबैजनालाई आउँदै गरेको हरितालिका तिजको धेरै धेरै शुभकामना तिज अझै आउन 1 महिना नै बाँकी छ 1 महिना नै बाँकी छ त्यही पनि सबैजनालाई ह्याप्पी तिज रमाइलोसँग मनाउनु होला तर मेरो अझै पनि आउँछ होला सायद तिजको भिडियोहरू सायद दरखानी भिडियोहरू बाई गाइज लभ यू सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट छोड्न नबिर्सिनु होला बाई बाई गाइज लभ यू अल